साथीहरु एकैछिन यो भिडियो स्किप नगरेर हेरिदिनु होला है बल्ल अनि शेयर कमेन्ट गर्नु होला। अर्को साम्बाङको कुरा सुरुमा बुझिदैन, मलाई थाहा छ, यो मैले धेरै वर्षदेखि प्रयोग गर्दै आएको कुरा हो। सुरुमा बुझ्दैन, फेरि केही महिना पछाडि केही दिनपछि त्यही यति मिठो लाग्छ, सबै कुरा लाग्छ। 3 दिन मात्र किन खोल्नुपर्छ स्कुल भन्दाखेरि ज्ञान मात्रै धेरै भयो, टाउको यत्रो भयो। मैले अघि के भने, टाउको मात्रै ठुलो भएर हुँदैन, हात खुट्टा ठुलो हुनुपर्छ, होइन? हो, हाम्रो उत्पादन छैन, हाम्रो निर्माण छैन। हामीले प्रयोग गरिरहेका यी सम्पूर्ण क्यामेरा विदेशी हुन् है, हामीले प्रयोग गरिरहेका सम्पूर्ण साधनहरू विदेशी हुन् है। हामीले तपाईको चाहिँ भात खाइराखेको भातसम्म विदेशी हो है। स्वदेशी के छ यो देशमा है? स्वदेशी के छ भन्दाखेरि हाम्रो नाङ्गो शरीर मात्रै स्वदेशी। नाङ्गो शरीर मात्रै लिएर बाँच्छ त अब तपाईको छैन जीवनमा नेपाली। हामीले खाने घाँस, हामीले लगाउने कपास, हामी बस्ने बास, हाम्रा सेवा सुविधा सबै नेपालमा उत्पादन हुनुपर्छ कि पर्दैन? अनि इन्जिनियरले चाहिँ खालि यत्रो तपाईको यत्रो भोल्युमको किताब घोकाएको छ है। एउटा सानो रिक्सा बनाउन भन्यो भने हाम्रो मेकानिकल इन्जिनियरलाई आउँदैन है। आउँछ है? एउटा सानो बालकलाई उसको नाम भन्न आउँदैन होइन? 10 केजीको किताबको भारी त्यो गरेर बोकेर गइरहेको हुन्छ, हो कि होइन? हाम्रो टिचरहरू फेरि कस्तो, ए फर एप्पल, बी फर बल मात्रै भन्छ, ए फर एरोप्लेन पनि त हुन्छ नि भनेर पढाउनु नि छैन है। घोकेको मात्रै छ, टिचरै त्यस्तो छ है। सृजना हो शिक्षा। क्या शिक्षा भनेको अरूको फोटोकपी हो र? अर्को साम्बाङले बोलेको यो कुरा तपाईले पनि कपी गरेर बोल्नुलाई शिक्षा भन्छ र भनेको? तपाईको सृजना हो शिक्षा, तपाईको आविष्कार हो शिक्षा, तपाईको उत्पादन हो शिक्षा है। विद्यार्थीले आज खाने तपाईको अन्नको बोटै चिन्दैन। धरानमा खोर्सानीको बोट चिनोस् भनेर खोर्सानी रोपिन्छ बाटैभरि, पत्रकारले के गरेको उपलब्धि दिइन भन्छ। खोर्सानीको बोटै थाहा छैन विद्यार्थीलाई है, धानको बोट थाहा छैन। हाम्रो विद्यार्थीहरूले 10 कक्षा पढ्दासम्म धान उमार्न जान्नु पर्दछ, मकै उमार्न जान्नु पर्दछ, पकाएर खान जान्नु पर्दछ, आफूले लगाउने लुगा थोरैमा पनि सेलाएर लगाएको हुनु पर्दछ। अरू पनि थुप्रै कामहरू जानेको हुनु पर्यो 10 कक्षा पढुन्जेलसम्ममा। क्या डिग्रीको तपाईँको सर्टिफिकेट बोकेर वर्णमाला कोरिया भाषाको सिक्न जाने नेपाली हो कि होइन हामी? खोइ त हाम्रो शिक्षाले हामीलाई बाँच्न सिकाएको दिएको। हाम्रो जीवनमा परिवर्तन ल्याउन सक्नुपर्छ। भात खान सक्ने, लुगा लाउन सक्ने शिक्षा हामीले पाउने हो कि नपाउने हो? हावामा गफ गर्ने मात्रै शिक्षा दिएको कारणले गर्दाखेरि हुँदैन। यो शिक्षामा रेभोल्युसन हामी ल्याउँछौँ, ठुलो परिवर्तन ल्याउँछौँ। त्यो परिवर्तन यदि नेपालीले चाहन्छ भने श्रम संस्कृतिको चुनाव चिन्ह अञ्जुलीमा राखेको यो देशको पवित्र माटोमा भोट हाल्ने कि नहाल्ने? परिवर्तन ल्याउनुपर्छ, परिवर्तन ल्याउनुपर्छ। परिवर्तन भोटबाट ल्याउने हो। यो देशमा तपाईको छैन उद्योग खोल्दाखेरि मुद्दा लागेको मलाई होइन, मुद्दा धाउने मान्छे म। उद्योग जति सबै बेची पठायो होइन, कसलाई लानुपर्ने लग्यो भनेर चाहिँ तपाईको उद्योग जति सबै बेची पठाएको देशमा उद्योग खोल्नुपर्छ हामीले, पर्दैन? हो, थुप्रै कामहरू हामीले गर्नुपर्छ। जहाँ फोहोर छ आज त्यहाँ फुल फुलेको हुनुपर्छ। के अरे? फोहोर होइन फुल भनौँ त, फोहोर होइन फुल, फोहोर होइन फुल है। फुलै फुल हुनु पर्यो, फल फुल फलेको हुनु पर्यो। त्यस्तो खालको तपाईँको चाहिँ अभियान हामीले चलाएर लानुपर्छ। म हाम्रो तपाईँको चाहिँ पार्टीको सबै घोषणा पत्र यहाँ भन्न भ्याउँदिनँ, तपाईँले सुन्नु भएको छ है। हामी सीमा रक्षामा ध्यान दिन्छौँ। सिमानाको त मतलबै छैन सरकारलाई। सिंह दरबार धायो भने भइगयो होइन, आफ्नो कुर्सी हेऱ्यो भने भइगयो। कुर्सी कसरी जोगाउने भन्ने ठुलो कि देश कसरी जोगाउने भन्ने पनि ठुलो हुन्छ?